नमस्कार, शिवदीप स्किल एजुकेसनमा तपाईँलाई हार्दिक स्वागत छ। आजको भिडियो क्लासमा म तपाईँलाई कक्षा 10 को विज्ञान तथा प्रविधि विषय अन्तर्गत पाठ 19 दैनिक जीवनमा प्रयोग हुने रसायनहरू यो विज्ञान तथा प्रविधि विषय अन्तर्गतको अन्तिम पाठ हो। आज यो पाठ अन्तर्गत रहेका अभ्यासका सबै प्रश्नहरू सल्भ गर्नेछौँ। सुरु गरौँ आजको क्लास। अभ्यास अन्तर्गत प्रश्न 1 मा भनेको छ तलका प्रश्नको सही विकल्प छनौट गर्नुहोस्। प्रश्न क, डिटर्जेन्टलाई किन सोपले सोप भनिन्छ? सही उत्तर हो साबुन जस्तै सफा गर्छ, तर यसको रासायनिक प्रकृति भने फरक हुन्छ। प्रश्न ख, तलका मध्ये कुन कीटनाशकको समूह हो? सही उत्तर हो डायल्ड्रिन, डिडिटी, मेथोक्सीक्लोराइड। प्रश्न ग, प्रश्न गमा भनेको छ सोडियम स्टेरेट यौगिक दिएका मध्ये कुन अन्तर्गत पर्दछ? सही उत्तर हो साबुन। प्रश्न घ, डिटर्जेन्टको मुख्य प्रयोग केका लागि गरिन्छ? सही उत्तर हो लुगा धुनका लागि। प्रश्न ङ, प्रश्न ङमा भनेको छ कुन यौगिक फलफुल पकाउनका लागि प्रयोग गरिन्छ? यहाँ दिएका अप्सनहरूमध्ये सही अप्सन हो क्याल्सियम कार्बाइड। यस प्रकार हामीले प्रश्न 1 अन्तर्गत रहेका सबै सही उत्तर छनौट गर्नुहोस्। प्रश्नका उत्तरहरू सल्भ गऱ्यौँ। अब हेरौँ प्रश्न 2। प्रश्न 2 मा भनेको छ फरक लेख्नुहोस्। फरक लेख्नको लागि प्रश्न कमा सोधेको छ रासायनिक कीटनाशक विषादी र जैविक कीटनाशक विषादी। रासायनिक कीटनाशक विषादी र जैविक कीटनाशक विषादीको बीचमा निम्न अनुसार फरक छ। एकातर्फ हामीले लेख्यौँ रासायनिक कीटनाशक विषादी, अर्कोतर्फ लेख्यौँ जैविक कीटनाशक विषादी। विद्यार्थी भाइ बहिनीले यहाँ बुझ्नुपर्ने कुरा के छ भने रासायनिक भनेको छ, तपाईहरूले सम्झनु के पर्यो भने रासायनिक भन्ने बित्तिकै उद्योग वा प्रयोगशालामा बनाइन्छ। अब यिनीहरू वातावरणको लागि हानिकारक हुन्छन्। जैविक भनेको अब जैविक वस्तुबाट बनाइन्छ, त्यो भनेको चाहिँ तितेपाती, निम आदिबाट बनाइन्छ र यिनीहरू भनेको वातावरण मैत्री हुन्छन्। यस प्रकारले तपाईँले लेख्न सक्नुहुन्छ। त्यही कुरा हामीले यहाँ लेखेका छौँ। तपाईँले हेर्नुभयो भने मैले यहाँ सबै अप्सनहरू अथवा भनौँ हाम्रो फरकलाई मैले यहाँ देखाइदिएको छु। रसायनको प्रयोग गरी प्रयोगशाला वा उद्योगमा बनाइन्छ। यो प्राकृतिक स्रोतहरू तितेपाती, निम आदिबाट बनाइन्छ। वातावरणमा पर्ने नकारात्मक असर धेरै हुन्छन् भने वातावरणका लागि सुरक्षित हुन्छन्। यो प्रकारले हामीले फरक लेख्यौँ। प्रश्न ख, रासायनिक खाद्य परिरक्षी र प्राकृतिक खाद्य परिरक्षी। यहाँ तपाईँले खाद्य लेख्दाखेरि अलिकति बिग्रिएको जस्तो देख्नुभएको छ। यो फन्ट राम्रोसँग रेन्डर भएन, त्यसैले यो समस्या आएको हो। यो खालको समस्या आजको यो सबै पावर पोइन्टमा रहनेछ, किनभने मैले यसलाई सेट गर्दा फन्टलाई यो अनुकूल सेट गर्न बिर्सिएको रहेछु। पछि मलाई चेन्ज गर्न त्यति मन लागेन, भनेको अब पुरै पावर पोइन्टको फर्म्याटै बिग्रने भएको कारणले गर्दा मैले त्यसैले यहाँ यत्तिकै तपाईँहरूलाई देखाएको छु। यसलाई सही रूपले बुझ्नुहोला है त। यो खालको धेरै समस्या छैन। यो तपाईँको चाहिँ जस्तो सिद्धान्त लेख्दाखेरि अथवा उद्योग लेख्दाखेरि त्यस्तो ठाउँमा चाहिँ अलिकति बिग्रिएको छ है त। यसलाई बुझ्नुहोला। अहिले हामीले रासायनिक खाद्य परिरक्षी र प्राकृतिक खाद्य परिरक्षीको बीचमा फरक छलफल गरौँ। रासायनिक खाद्य परिरक्षी अब खानेकुराहरू बिग्रिनबाट जोगाउन प्रयोग गरिने औद्योगिक रसायनहरू रासायनिक खाद्य परिरक्षी हुन् भने प्राकृतिक खाद्य परिरक्षी भनेको खानेकुराहरू बिग्रिनबाट जोगाउन प्रयोग गरिने प्राकृतिक रूपमा पाइने पदार्थहरू प्राकृतिक खाद्य परिरक्षी हुन्। प्राकृतिक खाद्य परिरक्षी प्राकृतिक रूपमा पाइने, रासायनिक खाद्य परिरक्षी बनाउने उद्योगमा प्रयोगशालामा है त। त्यो कुरा हामीले बुझौँ। जस्तै सोडियम बेन्जोएट, सल्फर डाइअक्साइड यिनीहरू भयो भने यतातिर हामीले नुन, चिनी, तेल, भिनेगर जस्तो हामीले अचार राख्दाखेरि प्रयोग गर्छौँ अथवा कुनै पनि कुराहरूलाई राख्नु पर्यो भने तपाईहरूले जस्तो अब विभिन्न प्रकारको गेडागुडीहरू तिनीहरूलाई अब के गर्ने चलन हुन्छ भन्दा अब जस्तो बेसार मोलेर राख्ने हैन, तेल मोलेर राख्ने, अब नुन चिनीहरू भनेको चाहिँ विशेष गरेर अचार बनाउँदाखेरि राख्ने यो प्रकारको कुराहरू हामीले गर्छौँ। अब यिनीहरू चाहिँ रासायनिक खाद्य परिरक्षी अन्तर्गत रहे।
प्रश्न ग प्रश्न ग अन्तर्गत हामीलाई दिएको छ साबुन र डिटर्जेन्टको बीचमा फरक लेख्नको लागि। अब साबुन र डिटर्जेन्टलाई हामीले फरक लेख्नको लागि तालिकामा राख्यौँ। अब साबुनतर्फ लेख्न सक्छौँ उच्च फ्याटी अम्लको सोडियम वा पोटासियम लवणलाई साबुन भनिन्छ। डिटर्जेन्ट भनेको के हो भने हाइड्रोकार्बनबाट प्राप्त हुने साबुनभन्दा बढी घुलनशील संश्लेषित पेट्रोलियम रसायनलाई डिटर्जेन्ट भनिन्छ। अब दोस्रो फरकको रूपमा हामीले हेर्न सक्छौँ कडा पानीमा राम्ररी फिँज दिँदैन साबुनले भने डिटर्जेन्टले कडा पानीमा पनि फिँज दिन सक्छ। अथवा खास लेख्दाखेरि हामीले कसरी लेख्न सक्छौँ भने कडा पानीमा राम्रोसँग कपडा सफा हुँदैन भने डिटर्जेन्ट प्रयोग गरेर कडा पानीमा पनि कपडा सफा गर्न सकिन्छ। यो सँगै हामीले प्रश्न नम्बर 2 मा रहेका फरक लेख्नुहोस् प्रश्नका उत्तरहरू सल्भ गर्यौँ। अब हेरौँ प्रश्न 3। प्रश्न 3 मा भनेको छ कारण लेख्नुहोस्। पहिलो कारण लेख्नको लागि दिएको छ डिडिटी पाउडरको प्रयोगले पारिस्थितिक पद्धतिमा असन्तुलन ल्याउँछ। अब यसको हामीले उत्तर लेख्नु पर्यो। मैले अघि भनेको थिएँ जस्तो पद्धति लेख्दाखेरि यहाँ अलिकति बिग्रियो। यो प्रकारको अन्य ठाउँमा पनि तपाईहरूले पाउनुहुनेछ है। यसलाई सम्झनु होला, किताबमा हेर्नु होला, जसरी पनि अब तपाईँले यो कुरालाई ख्याल गर्नु होला। र यसको हामीले उत्तर लेख्न सक्छौँ डिडिटी पाउडरको प्रयोगले हानिकारक किरा मात्र नभई उपयोगी किराहरू पनि मर्छन्। चराचुरुङ्गी तथा माछाहरूको वृद्धि र प्रजनन क्षमतामा ह्रास आउँछ र खाद्य श्रृङ्खला बिग्रिन्छ। फलस्वरूप पारिस्थितिक पद्धतिमा असन्तुलन आउँछ। यस प्रकारले हामीले लेख्यौँ। प्रश्न ख रासायनिक विषादीको प्रयोग घटाउँदै लैजानु पर्छ। उत्तर रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्याहरू निम्त्याउँछ। माटो पानी प्रदूषित बनाउँछ, त्यसैले प्रयोग घटाउँदै लैजानु पर्दछ। किन घटाउनु पर्छ त भन्दा रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर गर्छ, वातावरण प्रदूषित बनाउँछ, त्यसैले गर्दा घटाउनु पर्छ। प्रश्न ग साबुन बनाउँदा खाने नुनको प्रयोग गरिन्छ। उत्तर खाने नुनको प्रयोगले साबुनलाई मिश्रणबाट छुट्याउन सजिलो बनाउँछ, त्यसैले साबुन बनाउँदा खाने नुनको प्रयोग गरिन्छ। यस प्रकारले हामीले यहाँ उत्तर लेख्यौँ। साबुन कसरी बनाउन सकिन्छ भन्ने कुरा अन्तिमतिर यसको उत्तर हामीले छलफल गर्नेछौँ। अहिलेको लागि भने हेरौँ प्रश्न घ। प्रश्न घमा भनेको छ अचार धेरै दिनसम्म राख्न सकिन्छ। उत्तर अचार बनाउँदा नुन र तेल प्रयोग गरिन्छ। यिनीहरूले जीवाणुको वृद्धि रोक्छन्, त्यसैले अचार धेरै दिनसम्म राख्न सकिन्छ। यस प्रकार हामीले कारण लेख्नुहोस् अन्तर्गतका 4वटा प्रश्नहरूको उत्तर यहाँ छलफल गर्यौँ। कुनै कुराहरूमा समस्या रह्यो अथवा बुझ्नु भएन भने कमेन्ट गर्नुहोला। तपाईँलाई भिडियो कस्तो लाग्यो त्यो भन्नको लागि पनि कमेन्ट गर्न सक्नुहुनेछ। भिडियोलाई लाइक गर्नुहोला। अहिले भने हेरौँ प्रश्न 4। प्रश्न 4 मा भनेको छ तलका प्रश्नको उत्तर लेख्नुहोस्। प्रश्न क बिएससी र डिडिटीको पूरा रूप लेख्नुहोस्। उत्तर बिएससी बेन्जिन हेक्साक्लोराइड, यहाँ तपाईँले देख्न सक्नुहुन्छ बेन्जिन हेक्साक्लोराइड। त्यसै गरी हामीले डिडिटीको पूरा रूप लेख्न सक्छौँ डाइक्लोरो डाइफिनाइल ट्राइक्लोरो इथेन। डाइक्लोरो डाइफिनाइल ट्राइक्लोरो इथेन तपाईँहरूले मैले दुवै तरिकाले लेखिदिएको छु, तपाईँले यसलाई पढ्न सक्नुहुन्छ। प्रश्न ख खाद्य परिरक्षी भनेको के हो, यसको प्रयोग किन गरिन्छ? उत्तर खाद्य पदार्थ बिग्रिन नदिई लामो समयसम्म सुरक्षित राख्न प्रयोग गरिने पदार्थलाई खाद्य परिरक्षी भनिन्छ। यसको प्रयोग किन गरिन्छ भनेर भनेको छ, मैले यहाँ लेख्न छुटाएछु, तपाईँहरूले लेख्नुहोला। अब यही नै आइसकेको छ किन प्रयोग गरिन्छ भन्दा खाद्य पदार्थलाई बिग्रिन नदिई लामो समयसम्म सुरक्षित राख्न प्रयोग गरिन्छ। थप्नु होला है यति लाइन के लेख्ने रे, खाद्य पदार्थ बिग्रिन नदिई लामो समयसम्म सुरक्षित राख्न प्रयोग गरिन्छ। यही कुरा तपाईँले यहाँ लेख्नुहोला। अहिले भने हेरौँ प्रश्न ग। प्रश्न गमा भनेको छ खाद्य परिरक्षीका रूपमा प्रयोग गरिने रसायन के हुन् भनेर भनेको छ।
उत्तरमा हामीले लेखौँ खाद्य परिरक्षीका रूपमा प्रयोग गर्ने रसायन नुन, चिनी, तेल, सोडियम बेन्जोएट, पोटासियम नाइट्रेट, बेन्जोइक एसिड, सल्फर डाइअक्साइड आदि हुन्। यस प्रकार हामीले प्रश्न ग को उत्तर लेख्यौँ। अहिले हेरौँ प्रश्न घ। प्राकृतिक रूपमा खाद्यान्नको पौष्टिक तत्त्व कायम राख्न प्रयोग गरिने उपाय के हुन् उल्लेख गर्नुहोस् भनेको छ। उत्तरमा हामी लेख्न सक्छौँ प्राकृतिक रूपमा खाद्यान्नको पौष्टिक तत्त्व कायम राख्न प्रयोग गरिने उपाय घाममा सुकाउने, चिसो ठाउँ वा फ्रिजमा राख्ने, नुन वा चिनीको घोलमा राख्ने, बेसार मोलेर राख्ने आदि हुन्। यिनी कुराहरूलाई तपाईँले बुदागत रूपमा पनि लेख्न सक्नुहुन्छ। अहिले भने हामीले हेरौँ प्रश्न ङ। प्राकृतिक खाद्य परिरक्षी भनेको के हो? रासायनिक खाद्य परिरक्षीको तुलनामा यसलाई किन राम्रो मानिन्छ विश्लेषण गर्नुहोस् भनेको छ। उत्तर प्राकृतिक स्रोतहरूबाट प्राप्त परिरक्षी प्राकृतिक खाद्य परिरक्षी हुन्। स्वास्थ्य र वातावरण मैत्री भएकाले रासायनिक खाद्य परिरक्षीको तुलनामा यसलाई राम्रो मानिन्छ र यसमा सामान्यतया लामो उत्तरको तयारी पनि गर्नु पर्दैन यो पाठ अन्तर्गत रहेर है त। त्यसैले गर्दा यो कुराहरूलाई ध्यान दिनु होला। अहिले भने हामीले हेर्छौँ प्रश्न च। कृत्रिम रूपमा फलफुललाई कसरी पकाउन सकिन्छ विधि तथा प्रक्रिया उल्लेख गर्नुहोस् भनेको छ। उत्तर कृत्रिम रूपमा विभिन्न रसायनहरूको प्रयोग गरेर फलफुललाई पकाउन सकिन्छ। विधि तथा प्रक्रिया, यहाँ हामीलाई विधि तथा प्रक्रिया पनि उल्लेख गर्न भनेको छ। त्यसैले गर्दा मैले यहाँ लेखिदिएको छु 3वटा विधि अथवा भनौँ न प्रक्रियाहरू। अब तपाईँले यहाँ बुझ्न सक्नुहुन्छ फर्स्टमा क्याल्सियम कार्बाइड प्रयोग गर्न फलफुललाई बन्द ठाउँमा राखेर सँगै क्याल्सियम कार्बाइड राखिन्छ। यसले एसिटाइलिन ग्यास उत्पादन गर्छ जसले फलफुललाई छिटो पकाउँछ भनेर हामीले बुझ्नु पर्यो। दोस्रो विधि वा प्रयोग अन्तर्गत हामीले लेख्न सक्छौँ एथिलिन ग्यास प्रयोग गर्न फलफुललाई बन्द कोठा वा च्याम्बरमा राखेर एथिलिन ग्यास छोडिन्छ। यो कुरा तपाईँले सम्झनु पर्यो भने तेस्रो प्रक्रियाको रूपमा एथेफन प्रयोग गर्न फलफुलमा एथेफन छर्किन्छ वा डुबाइन्छ। यस प्रकारले हामीले के गर्न सकिन्छ भन्दा कृत्रिम रूपमा फलफुलहरूलाई पकाउन सकिन्छ। तपाईहरूलाई एक्जाममा कुनै एउटा सोध्न सक्छ अथवा 2वटासम्म सोध्न सक्छ। प्रश्न 6। प्रश्न 6मा भनेको छ रासायनिक विषादीको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा उल्लेख गर्नुहोस्। उत्तर रासायनिक विषादीको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू मास्क, पन्जा, सुरक्षा पोसाक आदि लगाउने, लेबल पढ्ने, प्रयोगपछि हात धुने, विषादी प्रयोग गरिएको बालीनाली तुरुन्तै उपभोग नगर्ने। यी कुराहरू हामीले रासायनिक विषादीको प्रयोग गर्दा ध्यान दिनु पर्छ। प्रश्न ज। तपाईको घर वरपर सफाइका लागि के सामग्री प्रयोग भइरहेका छन् सूची तयार गर्नुहोस्। यी सामग्रीले वातावरणमा पार्ने असरका बारेमा उल्लेख गर्नुहोस् भनेको छ। उत्तर मेरो घर वरपर सरसफाइका लागि साबुन, डिटर्जेन्ट, फिनेल आदि सामग्री प्रयोग भइरहेका छन्। यी सामग्रीको प्रयोगले पानी र माटो प्रदूषित गराएको छ है त। यिनीहरूको धेरै प्रयोग गर्दाखेरि माटो र पानीलाई प्रदूषित बनाउन सक्छन्। यस प्रकारले हामीले लेख्यौँ भने अब हेरौँ प्रश्न झ। प्रश्न झमा भनेको छ साबुन कसरी बनाउन सकिन्छ व्याख्या गर्नुहोस् भनेको छ। अब हामीले यहाँ मैले एउटा सुरुमा छोटो तरिकाले तपाईँलाई यहाँ बुझाउन खोजेको छु। यो एउटा तपाईँले सम्झनु भयो भने व्याख्या गर्न सक्नुहुन्छ। वनस्पति तेल वा जनावरको बोसोलाई सोडियम हाइड्रोक्साइडसँग तताउने, यसरी तताइसकेपछि नुन मिसाएर त्यसलाई फिल्टर गर्ने र तपाईँको साबुनलाई जस्तो आकारमा दिने हो अथवा आकारमा बनाउने हो त्यस्तै प्रकारको साँचोमा राखेर सुकाउने साबुन बन्छ। त्यो कुरा मैले यहाँ लेखेको छु। तपाईँले यो सम्झिनको लागि हो, एक्जाममा यो कुरा लेख्नु पर्दैन। मैले यहाँ ग्रिनमा लेखेको जुन कुरा छ यो लेख्नु पर्दैन, तपाईँले यो तलको कुरा लेख्नु होला। मैले अघि पनि भनिसकेँ वनस्पति तेल वा जनावरको बोसोलाई सोडियम हाइड्रोक्साइडसँग मिसाएर तताउने, यसरी तताउँदा बनेको मिश्रणमा नुन थपेर फिल्टर गरी साबुनलाई छुट्टाई आवश्यक आकारको साँचोमा राखेर सुकाइन्छ अथवा सुकाई साबुन बनाइन्छ। यस प्रकारले हामीले लेख्यौँ। प्रश्न य। डिटर्जेन्ट भनेको के हो? यसका कुनै 2 उदाहरण लेख्नुहोस्।
डिटर्जेन्टको प्रयोगबाट मानव स्वास्थ्य र वातावरणमा कस्तो असर पर्छ होला, तर्क प्रस्तुत गर्नुहोस् भनेको छ। उत्तरमा हामी लेख्न सक्छौँ, हाइड्रोकार्बनबाट प्राप्त हुने साबुनभन्दा बढी घुलनशील संश्लेषित पेट्रोलियम रसायनलाई डिटर्जेन्ट भनिन्छ। उदाहरण भनेको छ सोडियम लरिल सल्फेट, अल्काइल बेन्जिन सल्फोनेट। त्यसै गरी असर भनेको छालामा असर पुर्याउँछ, पानी र माटो प्रदूषित गराउँछ। प्रश्न ट। प्रश्न टमा भनेको छ हरिको गाउँमा अत्याधिक मात्रामा रासायनिक कीटनाशक विषादीको प्रयोग भइरहेको छ, जसका कारणले मानव स्वास्थ्यमा जटिल समस्या देखा पर्न थालेका छन्। यस किसिमका समस्या समाधानका लागि के कस्ता विकल्प हुन सक्छन्, सुझाव प्रस्तुत गर्नुहोस् भनेको छ। उत्तर, रासायनिक विषादीको प्रयोग नगर्ने, एकीकृत शत्रुजीव व्यवस्थापन आइपिएम विधि अपनाउने, तितेपाती वा निमको झोल जस्ता जैविक विषादी प्रयोग गर्ने र मित्र जीवहरूको संरक्षण गर्ने अर्थात् प्राकृतिक उपाय अपनाउने। यस प्रकारले हामीले यहाँ सोधिएका प्रश्नका उत्तरहरू लेख्यौँ। अब यो प्रश्न लामो छ, त्यसैले मैले यसलाई दोहोऱ्याइन। यस प्रकारले तपाईँले उत्तर लेख्नुहोला। प्रश्न ठ। रासायनिक प्रदूषण भनेको के हो, यसका कारण र निराकरण गर्ने व्यावहारिक उपायहरू लेख्नुहोस् भनेर भनेको छ। विभिन्न रसायनको अत्याधिक प्रयोगले वातावरण प्रदूषित हुनु रासायनिक प्रदूषण हो। कारण रासायनिक विषादी मल, औद्योगिक फोहोर आदि हुन्। उपाय जैविक विषादी र मलको प्रयोग गर्ने, साथै उचित रूपमा औद्योगिक फोहोर व्यवस्थापन गर्ने। है त, यो कुरा हामीले सम्झनु पर्यो। रासायनिक प्रदूषण भनेको के हो, हामीले परिभाषा लेख्यौँ, यसका कारण पनि लेख्यौँ। त्यसपछि यो रासायनिक प्रदूषणलाई न्यून गर्न अथवा निराकरण गर्न के गर्न सकिन्छ भन्ने कुरा अर्थात् उपाय पनि हामीले लेख्यौँ। प्रश्न ड। तपाईको वरपर सिमेन्ट, सिसा, सेरामिक्स, प्लास्टिक, फाइबर, रासायनिक मल, साबुन, डिटर्जेन्ट जस्ता औद्योगिक पदार्थको कारणले उत्पन्न प्रदूषणका बारेमा उल्लेख गर्दै यसका कारण र उचित व्यवस्थापनका बारेमा सुझाव प्रस्तुत गर्नुहोस्। एक दुई ठाउँमा यहाँ प्रिन्टिङ बिग्रिएको रहेछ। अब हामीले के कुरा बुझ्नु पर्यो भने, जेसुकै भए पनि तपाईँहरूलाई मैले राम्रोसँग पढेर यहाँ सुनाएको छु र यसको उत्तर हामीले यस प्रकार लेख्न सक्छौँ। सिमेन्ट धुलो उडेर हावामा मिसिन्छ। यहाँ के भनेको छ भने औद्योगिक पदार्थको कारणले उत्पन्न प्रदूषणका बारेमा उल्लेख गर्दै भनेको छ। त्यसैले सिमेन्ट धुलो उडेर हावामा मिसिन्छ, सिसा पानी र माटोमा मिसिएर विषाक्तता फैलाउँछ, सेरामिक्स र काँच जथाभावी फाल्दा माटो प्रदूषण हुन्छ, प्लास्टिक र फाइबर जैविक विच्छेदन नहुने भएकाले दीर्घकालीन प्रदूषण हुन्छ, रासायनिक मल भूमिगत पानीमा मिसिएर जल प्रदूषण हुन्छ, साबुन र डिटर्जेन्ट पानीमा मिसिएर रासायनिक प्रदूषण हुन्छ। उचित व्यवस्थापनका लागि यिनीहरूलाई जथाभावी नफाल्ने, पुनः प्रयोग गर्न मिल्ने वस्तुलाई छुट्याउने र सिमेन्टको धुलो उड्न नदिन बोरालाई राम्ररी छोपेर राख्ने जस्ता उपाय अपनाउन सकिन्छ। यो अलिकति अरूभन्दा थोरै लामो छ, किनभने यसमा धेरै कुराहरू मिसाएर सोधेको छ। यस प्रकार हामीले प्रश्न ड को उत्तरलाई लेख्यौँ र यो सँगै दैनिक जीवनमा प्रयोग हुने रसायनहरू पाठको अभ्यास हामीले सल्भ गरेका छौँ। पक्कै पनि तपाईँहरूले यो पाठ अन्तर्गतका प्रश्नका उत्तरहरू बुझ्नुभयो भन्ने विश्वास छ। कुनै पनि प्रश्नहरू तपाईँले बुझ्नु भएन वा थप कुनै कुराहरू जान्न मन लाग्यो भने कमेन्ट गरेर सोध्नुहोला। तपाईँको दिन शुभ रहोस्। अर्को भिडियोमा तपाईँसँग भेट हुनेछ। धन्यवाद।